नमस्कार सबैमा। आज हामी साहिलसँग डाँडे घाँस काट्न जाँदैछौँ। यतिखेर हामी जङ्गल पुग्न लाग्यौँ। अब केही समयपछि हामी घाँस काट्ने स्थानमा पुग्छौँ र घाँस काट्दै गरेका केही दृश्यहरू देखाउनेछौँ। रोचक रहनेछ हाम्रो दृश्य आज। सायदै लाग्छ हामीलाई फकफके भन्छौँ हामी। चुलेथ्रो काट्छौँ। मस्त जङ्गलभित्र पुग्यौँ। यतिखेर हामी झौडी पेलेर अगाडि जाँदैछौँ। ल अब हामीले काट्ने चाहिँ उयो रुख। ल हाम्रो गाई रुखमा चढ्दैछन् यतिखेर हाम्रो साल भाइ। ल भाइको मङ्की। ल है हजुर, गाउँतिरको घाँस कटाइ चाहिँ यस्तो खालको हुन्छ। यो इलामको चर्चित अमध्येको एउटा हो। अम्लिसो बगानभित्र छ। यो फुलेको चाहिँ अम्लिसो हो।